सम्पूर्णमा चाहिँ नमस्कार। म चाहिँ यहाँलाई खुसीको खबर भन्न गइरहेको छु। फिकल गाउँपालिकाको आयोजनामा क्यान्सर अस्पताल भक्तपुरको विशेषज्ञ सेवामा चाहिँ हामीले यही मिति 2082 पौष 16 गते बिहान 8 बजेदेखि 1 बजेसम्म 1 दिवसीय क्यान्सर स्क्रिनिङ क्याम्प चाहिँ हाम्रो फिकल गाउँपालिकाको 4 नम्बर वडा खाङसाङ स्थित सामुदायिक स्वास्थ्य इकाइमा चाहिँ सञ्चालन गर्न गइरहेका छौँ। जुन क्याम्पको उद्देश्य चाहिँ स्थानीय नागरिकहरूलाई चाहिँ स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने र क्यान्सर जस्तो घातक रोगको चाहिँ सचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको छ। त्यहाँ चाहिँ विशेष गरेर जाँच हुने सेवाहरू चाहिँ महिलाहरूको पाठेघरको मुखको जाँच गर्ने, स्तन परीक्षण गर्ने, स्तनको चाहिँ अल्ट्रासाउन्ड गर्ने, सामान्य स्वास्थ्य जाँच पनि त्यो शिविरमा चाहिँ यहाँले लिन सक्नुहुन्छ। विशेष गरेर फिकल गाउँपालिकावासी महिला दिदीबहिनीहरू, आमाहरू त्यहाँ उपस्थित भएर आफ्नो स्वास्थ्य जाँच गराउनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हामी नजिकै रहेको ओखलढुङ्गा जिल्ला, उदयपुर जिल्ला, छिमेकी पालिकाहरूको आमा दिदीबहिनीहरूलाई पनि उपस्थित भएर जाँच गराउनु हुनको लागि यो सुवर्ण अवसर छ। यहाँहरूलाई चाहिँ यो सेवा सञ्चालन हुने जानकारी सूचना प्रदान गर्न गइरहेको छु। धन्यवाद, नमस्कार।